ऐसा जिंदगी जीना ही नहीं है के जीना ही नहीं है सुत्यो 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 उठ्यो ओए कस्तो दामी भयो मेरो भिडियोमा भिडियोको लागि क्लियर हुनुपर्छ कल कति मिठो होला अघि भन्दा मिठो ओए गाइस लुक हियर हाउ ब्युटिफुल आई एम लुकिङ वेलकम ब्याक टु माई च्यानल अनि यो कपालले के तमासा देखाउन खोजेको मलाई थाहा छैन कुरा के हो भनेपछि चाहिँ म काठमाडौँ आएदेखि फ्री भएको थिएँ दसैँको टाइममा होइन अनि अहिले पनि फ्री नै भएको छु आज फ्री छु अनि म चाहिँ जाँदैछु मोमो रिभ्यू गर्नु सोचिरहेको थिएँ अनि काठमाडौँको राम्रो लोकल ठाउँमा मिठो पाइने मोमो रिकमेन्ड गरिदिनु अरू ठाउँ त मैले खाइसकेँ मिठो लाग्छ चटपट मेरो एउटा ठाउँ बेस्ट छ लाफिङ एउटा ठाउँ बेस्ट छ अनि चाउमिन पनि एउटा मोमो दुई तीन ठाउँ बेस्ट छ है मैले दुई तीन ठाउँको मिठो छ अनि आज चाहिँ म जाँदैछु मोमो रिभ्यू गर्नलाई सानर मोमो लोकेटेड कलङ्की साइडमा छ मिठो छ बेस्ट यो आउटफिट चाहिँ ग्रे एन्ड वाइट द्याट्स मी कस्तो मेरो गाइस रुमभित्र यस्तो जाडो भइरहेको थियो अहिले बाहिर यति लगाएर आएको छु अनि यस्तो गर्मी भइरहेको छ कुरै छोड्नु न जति सजिलो मैले सोचेको थिएँ भिडियो बनाउँछु रिभ्यू दिन्छु भनेको त्यति सजिलो छैन रहेछ त्यही भएर मैले प्याक गर्न लगाएँ अब भाउजू र मसँग बसेर खान्छु त्यो बेला भन्छु ल गाइस मैले साँच्चै सकेन है मैले सकेन रेकर्ड गर्न गाइस द मोमो इज हियर अब भाउजू र म खान्छौँ बट यु आर सकिङ गाइस अब योभन्दा अरू हेरौँ के किन्छु अनि लुक एट मी मसँग एक लेभलको पनि कन्फिडेन्ट आएन क्या आज भ्लग गर्ने 2082 कार्तिक 4 गते आजको दिन सोनी सुवेदीले कसरी कटायो होला इमेजिन गर्नु न आज के अरे भाइटिका आज तिहार बिदा लेखेको छ नै म खान्दैन पुरा खतम कर बडा धनी भइसकेको छ यो काममा गरेर यति भरे अनि के गरेर बिताइ होला सोनीले सोच्नु न लु बिहा कति बजे 2 बजे हो कि 1 बजेदेखि सुतेको हो म आमामा 6 बजे उठेँ साँझ यो बानी मलाई एक तरिकाले राम्रो लाग्छ कि ओहो कहीँ गइन्न जस कहीँ गइन्न घरमै बसिन्छ द्याट इज भेरी प्राउड मोमेन्ट यो जमानामा तर अर्को तरिकाले त्यहाँ सुतिराखेर के भयो भएन बरु घुम्नु यार काठमाडौँ आएको छु हेर्नु ओर्नु कता डुल्नु यतिको सभ्यताको नारी हुनु जरुरी छ गाइस अनि अब भाउजूको ठाउँ जाँदैछौँ दाजु र म एकछिन भाउजूलाई सँगै लिएर आउँछौँ अनि खाना पकाउँछौँ खाना पकाउने पालो मेरो हो नि त गाई जति ल्याङ गरेर सुत्दिएको क्या भाउजूलाई लिन गए जस्तो गर्छु सक्यो कसैले केही पनि भन्दैन ल त्यही हो बा थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई ये सब जिंदगी है इधर लेकिन सोनी को ऐसा जिंदगी जीना ही नहीं है के जीना ही नहीं है सुत्यो उठ्यो अब चल्दियो गाइस होइन यो अब खाइसक्यो होइन यो मलाई यस्तै फाल्न मन थियो तर म फाल्दिन भनेपछि यो फालेर म त यता हो ए एउटा मन्दिर छ नि ऊ त्यो केटीपुर हो त्यो कलेज जान्नै थिएन हामी टम को किन आइफोन बनाइदिएर हाई गाइस you're pretty girl अब म चाहिँ कहाँ जाँदैछु भनेपछि आज हामी जाँदैछौँ पशुपतिनाथकी जय सरी पशुपतिजी हामी काठमाडौँ आएको 1 महिना भइसक्यो तर पनि तपाईँको दर्शन लिएर आउन पाइएको थिएन किनभने सबजना सँगै आऊँ भनेको नि त भाइटिकाको दिन कसको भाइ गयो है विदेश एनिवे मेरो भाइ दाइ त यहीँ छन् सो आई डोन्ट केयर सरी फर बिङ सो मीन तर या वी आर गोइङ पशुपति नाउ
पशुपति आज नेवारहरूको पर्व हो नि त कति काली देखेको मैले भनेको टाढा छ भनेको कहाँ चाहिँ टाढा 4 घन्टामा पुगिहाल्छ तँलाई जान मन छ त जा म जान्न गाई चिया बसको कुन ठाउँको कुरा हुँदैछ तपाईँहरूले कमेन्ट गर्नुहोस् कुर्ता सुरुवाल लगाएर 12 सहेको फाइनली पशुपति त पुगे गङ्गाजल छर्किँदै पशुपतिलाई फाइनली उयो पशुपति 2जना क्यामेराको उसमा छ अनि सामान ल्याइसक्यो भने जान्छ ब्लग गर्दै धेरै मान्छे यो किन यस्तो अरमट्ट हुन्छ के यो होइन यो के हुन्छ मन्दिरभित्र गएपछि यसको भित्रको आत्मा जो भूत आछ नि त्यो भूत उड्दै गर्छ कि क्या एपो दिन्छ अन्त हाँस्छ गर्छ हेर न यहाँ मुख दिइहालेर अलि तल गर्छ नि अनि अब कतिखेर नलिएर फुटाम र खाम भएर रहेछ आउने बित्तिकै खाएको गाई छ फोटो नि खिच्न पाएछ नि यस्तो यसले यति हतारिन्छ है गाई त म के भनौँ टिका लाम भनेको यता कि यता भन्यो खै त्यो टिका लाउने ठाउँ आफै अक्षता बनाएर ल्याउनु रहेछ अब अर्कोचोटि बुद्धि आयो नि त यसको मतलब बुझ्नुभयो हाम्रो अर्को पशुपति भ्लग नै आउँछ खिचौँ न त ल खिच्दै गर्दा भाउजू दामी आएछ पशुपतिनाथ की जय फोटोसुट सकिसकेको छ अब फाइनल भाउजूको पोज बाँकी छ अनि हामीहरू जाँदैछौँ अब रुम जान्नमा चाहिँ हामी एकछिन घुम्छौँ होइन अब किनभने भोलि भाइटिका आउने त्यही हो दामी भयो मेरो भिडियोमा के हो यस्तो हामी यति मजाले फोटो खिच्दैछौँ यसलाई कहाँ ठाउँ पाऊँ र कतिजना यो नरेउ सक्नु भएको छ हामीलाई खान्छौँ नि भनेको छैन कसैले खान्छौँ भनेको छैन क्या अहिलेसम्म अघि एकचोटि प्रसादको बेला दियो त्यति हो दियो भाउजू यहाँ पोस्न आउनुहुन्छ म भने गएँ गफमा गाइस पशुपति दर्शन सकेको छ आज मेरो सेकेन्ड टाइम हो ल मैले याद गरेदेखि यो मेरो दोस्रो टाइम हो भाउजूको पनि दोस्रो टाइम हो क्या हो दाजु एकचोटि भयो अहिलेसम्म गएको छैन अस्ति आएको थियो त एकचोटि देख्नुभयो गाई जो पूजा भनेको ध्यानै छैन क्या यत्रो बाहुन भएर दिमाग छैन मन्दिरभित्र नपसेको अरे अलिक पस्नु पर्छ नि ल यति भन्नु मैले अन गरेको बनाउँ न हामी ल गाई जब अब चाहिँ हामी के घुम्छौँ थाहा छैन सब अपडेट दिइरहेको छु यति हो पशुपतिनाथ गाइस दाजुले मलाई कस्तो बाँधा जस्तो बस्यो भने होइन यस्तै आयो नि त नि मैले के भने बाँधा जस्तो बस्ने नि कला हुनुपर्छ भनेको फेसन त भाइको हामी जज गर्दैछौँ हेर मन्दिर त्यो लाइटमा हेर्छ भन्दै बाबालाई आफ्नो छोरालाई हिरो बनाउनु छ तर छोरो भने कस्तो डिस्कस्ट फेस बनाउँदैछ गीत कस्तो आउँछ मेरो दाजु रिसाउँदै यति राम्रो आएको छ भिडियो तर मेरो दाइले पस्दैन फाइनली मेरो दाजुको चप्पल हराएको छ र हामी नयाँ चप्पल किन्ने बहाना पाएको छ मेरो दाजुले कृपया तपाईँहरूले यो भिडियोलाई भाइरल गरेर यसको चप्पल आउने पैसा गरिदिनु होला ल अब हामी टक जाँदैछौँ भगवान्ले यस्तो मन्दिरमा पक्का दाजुको केही न केही राम्रो हुँदैछ है पक्का राम्रो हुँदैछ मस्तै भएर तर यस्तो लाउँदैन नि त
किन पो मेरो दाइ ट्यापे नै भएन हौ जिन्दगीमा म झन् सोच्थेँ मेरो दाइ ट्यापे होस् म टक्क तरिका चाहिँ दाजुको हुडी ज्याकेट चोरेर लाउँ भन्ने सोच्थेँ किन्दै किन्दैन चोर्नु पऱ्यो मेरो कान यस्तो गर्यो ल मेरो दाइको बुद्धि आएछ बहिनीको स्याहार गर्दैछ भनेर त त्यो बोल्नु मलाई भिडियो बनाउनु आएन फोटो खिच्न मन लागेन थाकिसक्यो मलाई थाहा एनर्जी आउँछ नि बोल्छु फाइनल्ली तपाईँले भन्नु अलि खामला नि त हामी आएछौँ 10 रुपियाँ किचन बौद्ध एकदम अफोर्डेबल म पनि रिभ्यू दिउँ क्या टिकटक रिभ्यू भ्युज त आउँछ सो अब हामी थाकेर उता मैले खासमा अर्को रेस्टुरेन्ट हेरेर चाहिँ बन्द रहेछ अनि रुममान पनि हेरेर चाहिँ बन्द रहेछ सो वी प्रिफर दिस देयर पारे खाना त चाउचाउ हालेको छैन होइन तर पनि यस्तो मिठो कि होइन हो मिठो 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 सक्दैन सही खान मिठो छ त लाफिङ पनि चाउचाउमा हालेको त मिठो किमा नुडल पनि फेरि मिठो खाना नखाइहिँडेको नि त परशुपति दर्शन गर्न भनेर होइन गएर अब त्यही मासु जलाइरहेछन् अनि धेरै धेरै बोल्यो क्या चिकन मोमो खानु हो तातो भएर मिठो भएर फ्यालौँ कसरी फ्यालौँ मिठो छ खाउँ कसैले काम तातो छ त्यस्तो हालेर चटनी पनि मिठो छ भाउ मिठो छ पुरा जुसी छ हो तातो त मिठो हुन्छ गाइस कुरा के हो भनेपछि 10वटा पिस हुन्छ मोमोमा एउटा बचेको छ अब 3जना छ सिजर पेपर रक गर्ने म सुरुमै हर्छु ल सिजर पेपर रक भनौँ के सिजर पेपर रक सिजर पेपर रक यससँग एउटै एउटै भयो फेरि अघि यस्तो थियो होइन त सिजर पेपर रक आधी 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 भनेको नानीलाई भाउजूले जित्नुभयो पक्कै खाइहाल्नु नै भाउजू खाइहाल्नु नै भिडियोको लागि फियर हुनुपर्छ यो नभएको बेला आधी आधी भन्नु नै खानु न खानु केही हुन्न यस्तो जहिले पनि गल्छिन्छु खाइदिनु दिदीहरूको फल कति मिठो होला अघि भन्दा मिठो गाइस हामीहरू त्यहाँबाट आयौँ अनि के गर्यो मलाई इमेजिन सब सुतेर निदाउन त निदायो तिनटै एउटै ड्याङको मुख नधोइकन फेरि बजार हिँड्दो रहेछ
यसलाई भाउजू र म एउटै ड्याङ भयो मन नदोइकन निस्किँदैछ नि त कताधिकाले के हाँस्छ है मेरो मुख किन हाँस्छ त आफ्नै बहिनीको इन्सल्ट गर्न खोज्छ अरूले त के गरौँ ह्याप्पी तिहार तपाईँहरूलाई हामी सबैको तर्फबाट भाइटिकाको चाहिँ म हाल्दिनँ अस्तिदेखि जुन भ्लग बनाएको थिएँ त्यसलाई क्रप गरेर हाल्छु होइन दाजुभाउसँग हिँड्दा मात्रै एनर्जी आउँछ क्या यहाँ भ्लग बनाउने नत्र एक्लै हिँड्दा त हो साँच्चीकै कोसँग बोल्यो एक्लै बोल्यो कि कसरी बोल्यो त्यहाँ हेर न म हिँड्न लगाएको उहाँहरू खेल्छन् म त बोल्न थालेँ सोचेको र देखो गाइस ह्याप्पी तिहार एभ्रीवान अनि thank you so much for watching my video till end. Bye. Oh yeah guys, look here how beautiful I am looking. भाउजू यहाँ आउनु न कति राम्रो देखेछ सहारा मन्दिरमा आइरहेको यस्तो हाम्रो मान्छेले के सोच्ला